फिल्टर राख्नु मिल्छ कि नै टिकटकमा हाम्रो ओरिजिनल पेस आउन सक्छ हामी कतै नराम्रो छ भन्ने थाहा ओके सो वेलकम टु पोइजन च्यालेन्ज यो हाम्रो 4th एटेम्प्ट हो आज हामीले पानीपुरीको 3टा एटेम्प्ट चाहिँ गऱ्यौँ तर 3टैमा हाम्रो भिडियो सेभ भएन खै किन थाहा छैन अब हामीले पानीपुरी खान नसकेको भएर चाहिँ हामीसँग अहिले सुन्तलाको अप्सन छ सो ओके फर्स्ट दुईवटा गर्ने हो एउटै ठिक छ एउटा ओके ल ओ कुद गरौँ यो वाला डन आइम डन गिभ मी बिर्सिन्छ त भाइ यो फेरि कुन चाहिँ हो भनेर एकछिन ल ओके यो वाला यो डन ल यु स्टार्ट आई स्टार्ट सेभ सो माई टर्न हैन त यही हो छेउको पोइजन हो कि फेरि हैन सेफ सेभ कुन थियो बिर्सिन लाग्यो क्या हो सेफ सेभ खत्म बाय बाय पोइजन फोर्थ टाइम आई एम द विनर है 4चोटि मैले जितेँ अब यत्रो फेरि मै अघि पानीपुरी नि मैले अर्को एउटा नि पोइजन राख न अब यत्रो सुन्दा ओके ल जा आज पोइजन खाएरै बस्छु ओके नेक्स्ट इज यो वाला भयो मैले पानीपुरी नै सबभन्दा धेरै मैले खाएँ किनकि मैले जितेको लास्ट एन्डसम्म मैले दिएको त नादन मेरो भाग्यमा पोइजन मात्रै छ कि आज सेफ कतै तिमीले चिटिङ त गरेनौ हरेक कुरामा त्यहाँ छ अमिलो रहेछ डोन्ट टेल मी दिस इज पोइजन अगेन सेफ सेफ You go. Safe. सेफ Safe. I'll go for this. सेफ हुन्छ होला त सबै पोइजन जस्तो लाग्छ अब त है Safe. अब कुन खाने होला है मैले सेफ ओहो अब जम्मा 4वटा बाँकी छ यो ठुलो रहेछ यो वाला पोइजन हो कि जस्तो लाग्यो यो नजिक छ सेफ ला 3टा मात्रै हो यहाँ 2टा पोइजन छ होइन एउटा तिमीले चुज गरेको एउटा मैले चुज गरेको एउटा मात्रै सेफ छ Shit. के गर्ने हो अभी मजा आएगा ना भिडो मैले त 2टाबाट चुज गर्नु पर्यो नि त एउटा त मलाई थाहा छ त्यो सबैलाई त्यही त हो सरी कुन चाहिँ लिउँ त पोइजन के को गिफ्ट मैले सेलेक्ट गर्नु पर्यो हैन त
ठुलोवाला नै पोइजन हो जस्तो लागिरहेछ मलाई तिमीले धेरै गेस गरिसक्यो दिस इज यर सेकेन्ड ट्राई इफ यु रिमेम्बर